हेलो, हामीतिर हेरेर बसिरहनुभएका मेरा सम्पूर्ण प्यारा साथीभाइहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु यो एउटा अर्को नयाँ भिडियोमा। क्याम्पिङको सोख चाहिँ छ, के गर्ने, सपना पुरा त गर्नै पर्यो। युवा अवस्था जस्तो पनि त होइन नि हाम्रो शरीर। बाटो त राम्रो छ नि, के गर्ने, कुदाउन पाइँदैन। मैले चाहिँ नठोके हुन्थ्यो, कोरिन्छ कि भन्ने डर लाग्छ मलाई चाहिँ। अहिले चाहिँ म काठमाडौँ जाँदैछु है। अचानक बाइकबाट भ्लगिङ सुरु गर्दैछु है। खास काठमाडौँ किन जाँदैछु भने मैले गाडी चाहिँ हल्का मोडिफाई गर्नलाई, मोडिफाई भन्दाखेरि पनि क्याम्पिङ सेटअप राख्नलाई काठमाडौँमा दिएको छु, क्याम्प हिमालय भन्ने ठाउँमा। अनि त्यही भएर त्यो चाहिँ कति सम्पन्न भयो, के कस्तो भयो, सिधिनै लायो भन्ने खबर आएको थियो। क्याम्पिङको सोख चाहिँ छ, के गर्ने, सपना पुरा त गर्नै पर्यो। कतिसम्म सम्पन्न भयो, अब आफ्नो आँखा अगाडि बसेर आज चाहिँ दिनभरि म हेर्ने विचारमा छु। अब त्यो सेटअप गरिसकेपछि चाहिँ अब यसो टुरहरू जानलाई सजिलो हुन्छ भन्ने मेरो उद्देश्य मात्र हो होइन, अरू त खासै केही होइन। अब हुन त अर्को गाडी थियो, अर्को गाडी पनि हुँदाहुँदै मैले त्यो गाडी किन लिएँ भन्ने पनि लागेको छ होइन कतिलाई होइन। अब आवश्यकता बाध्यता पनि छ, अर्को गाडी पुरानो भएर पनि हो होइन। अब जहाँ पाए त्यहीँ आफूलाई घुम्न एकदम मन पर्ने, जहाँ पाए त्यहीँ जान अलि नहुने भएको हुनाले अर्को गाडी। अनि यो बाइकबाट लङ टुर जान त मिल्ने, अब लङ टुर गइसकेपछि अनिखेर पुरा रुमहरूमै बस्नुपर्ने होइन। त्यसले गर्दाखेरि अलिकति सेफ पनि फिल भएन मलाई यो बाइकमा क्याम्पिङ गर्न चाहिँ होइन। त्यही भएर गाडीमा गर्नु खोजे हो। सवारी साधनहरू अब जोड्न मन लाग्छ है, चलाएर हिँड्न पनि पाइँदैन होइन। त्यही त हो नि, युवा अवस्था जस्तो पनि त होइन नि हाम्रो शरीर। कहिले शरीरले दिँदैन, कहिले केले दिँदैन, कहिले कामले दिँदैन। तर घामले चाहिँ हात चाहिँ डढ्ने भयो आज। अब यहाँको पुल कस्तो छ, यहाँको पुलसम्म चाहिँ म भिडियो कन्टिन्यू गर्छु। हजुरहरूलाई पनि यो बाटोको मात्र देखाएर किन बोर गर्नु होइन। यहाँको पुल चाहिँ राम्रो बनिसकेको छ जस ल। अब पानी आए पनि आउन मिल्ने भइसकेको छ। यहाँनिर चाहिँ ढलान गर्न बाँकी थियो, अहिले चाहिँ भयो कि भएन थाहा भएन। तल्लो चाहिँ त ढलान गरेर छ, माथिल्लो चाहिँ यो के हो, यो पुरी मात्र हो कि है। यो बाटोमा कच्ची अलि बिग्रियो भने यही मात्र हो कि जस्तो लाग्छ मलाई। ठ्याक्क भक्तपुर बजार आइपुग्यो। यहाँबाट म माथिबाट जान तलैबाट जान्छु, तलैबाट राम्रो छ बाटो। ल अब यहाँबाट चाहिँ राम्रै छ बाटो। बाटो त राम्रो छ नि, के गर्ने, कुदाउन पाइँदैन। खाली पनि छ। 50 भन्दा बढी भयो कि झन् यो ठुलो बाइकलाई त यस्तो हेरेर हुन्छन् ट्राफिकहरूले। फेरि हल्का मोडिफाई पनि छ, सतर्क भएरै कुदाउनु पर्ने छ।
मध्ये 12 बजे बाटो अलिक खाली होला भनेर आएको त मध्ये 12 बजे पनि पुरा ट्राफिक जाम पो रहेछ अझ भित्री बाटो आउनुहुन्थ्यो आज झन् लास्टै ढिला पो भयो त यति धेरै जाम भेट्यो यति धेरै जाम भेट्यो ओहो ल अब फेरि यति धेरै जाम भेट्यो कि पुरै नगरौँ बल्ल बल्ल अलिकति जाम खुल्या हो कि जस्तो फिल भयो अब फेरि गौशालामा त्यतिकै होला चाबेलमा त्यतिकै होला हैट आम्मामा यति ल यहाँ पनि रेल लाइन जय पशुपतिनाथ लामो जामपछिको यात्रा पुगियो हिमालय यहाँ चाहिँ ढाला बनाउने कार्य भइरहेछ पछाडिको ढालामा ठ्याक्क लक लाग्ने गरी माथिको यहाँ अब अस्ति मैले छोडेर जाँदा गएको थिएँ यो फेम बनाउनको लागि बार बनाउनको लागि त्यो बारमा अब सोलर कसरी राख्ने भनेर एक्स्ट्रा सोलर लिएर आएर नाप जाँच हुँदै रहेछ है उहाँहरूले राखिसक्नु भएको रहेनछ अब आज चाहिँ यो फिट हुन्छ कि हेरौँ अब नाप्दै हुनुहुन्छ सेन्टर मिलाउँदै हुनुहुन्छ डेन्टर भाइ पनि लागिपरेको छ जे होस् कसरी सफा फिनिसिङ आउँछ भनेर नापजाँच गरिसकेपछि रिपिट हान्ने ठाउँहरू नापेर उहाँले होल गर्दै हुनुहुन्छ साथमा मेरो दुईटा ब्युटिजहरू बिस्टहरू अब उहाँले बनाइसकेपछि अब माथि सेट गर्न खोज्दै हुनुहुन्छ है त अब मिल्छ कि मिल्दैन त्यो चाहिँ अन्यलमा छ मलाई चाहिँ थाहा छैन अब उहाँले नापेर बनाउनु भएको हो मैले त त्यतिकै छोडेर आएको थिएँ है अब हेरौँ के हुन्छ एउटा चाहिँ फिट भयो अर्को चाहिँ त्यति राम्रोसँग फिट भएन भनेपछि अब त्यसलाई कसरी मिलाउनुहुन्छ उहाँहरूले यो अगाडिको त फिट भयो अगाडिको किनभने मजाले छिरेको छ मैले चाहिँ नठोके हुन्थ्यो कोरिन्छ कि भन्ने डर लाग्छ मलाई चाहिँ है तर त्यो अलिक पछाडिपट्टि पनि छ उहाँलाई मैले सजेसन पनि दिएको छु त्यो अलिकति अगाडि हो भनेर उहाँले हो त्यहाँनिर हो अनि त्यही भएर अहिले नठोक्नु त्यहाँनिर हो त्यो सारेर मात्र ठोक्नु भने फेम नमिलेपछि म चाहिँ अब फर्किन लागेँ बिहा गर्ने बेला त ओह्रालो हेरेर गर्नुपर्छ कतापट्टि ओह्रालो छ सम्ममा त हुन्छ सबै यसरी देखाउँछ आफै अटो कनेक्ट हो होइन खोल्नै पर्दैन अटोमेटिक हो ए आफै डाटा आउनु हजुर चाहिँदैन खासै हजुर
आज पनि काम चाहिँ सकिएन गाडीको पुरै राखेर भोलि पनि सकिएला जस्तो छैन। पर्सि शनिबार आउनुपर्ने हो जस्तो छ गाडी लिन, शनिबार या आइतबार हेरौँ। अब यहाँबाट घर पुग्नलाई लगभग लाग्ला 1.5 घन्टा। ट्राफिक जाम हुन्छ, बाटो खत्तम छ। अहिले कोटेश्वरबाट यहाँसम्म आउँदाखेरि नै 1 घन्टा लाग्यो। गुगलले त जाम देखाएको छैन, अलिअलि त रेड लाइटमा भइहाल्छ होइन, तर हेर्दाखेरि त पुरै ट्राफिक त टन्नै देखिन्छ। जय पशुपतिनाथ। म पशुपतिनाथको पछाडिपट्टिको बाटो आइरहेको छु। मेरो राइट साइडमा गुहेश्वरी मन्दिर। ल अब चाहिँ बजार एरिया सिध्यो। अब खासै भिड नहोला कि। ल अब सिधै घर। अब यहाँसम्म भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। अब बाँकी अर्को भिडियोमा गाडी पुरा भइसकेपछि अर्को भिडियो लिएर देखाउँला है त। ल बाई बाई।